र हाम्रो जति पनि अझै भेलिँदैछ हाम्रो दाजुभाइहरू टाढा टाढाबाट साउथ सिक्किम, वेस्ट सिक्किम, नर्थ सिक्किमबाट आउनु हुँदैछ। हामी उहाँलाई पर्खिनेछौँ र 10-15 देखि हामीले र्यालीको सुरुवात गर्छौँ। त्यसको अगाडि हामी उहाँहरू भेला भइसकेर हामीले यो जुन चाहिँ जम्मू काश्मीरमा यो पालगाममा जुन चाहिँ टेररिस्ट एट्याक भएको छ यसको निम्ति पनि हामीले मौन धारण गरेर 2 मिनट मौन धारण गर्नेवाला छौँ। हामी 10:05 हामी त्यो सुरु गर्छौँ र 10:15 देखि हामी आजको कार्यक्रम सुरु गर्छौँ भनेर म हजुरहरूको समक्ष यही कुरा राख्न चाहन्छु। धन्यवाद। तपाईँ एकछिन बसिदिनुहोस् होला। हाम्रो 10:15देखि हामी एक्ज्याक्ट हामी यो र्याली सुरु गर्दैछौँ। धन्यवाद। अनि रेजिस्ट्रेसन पनि तपाईँले गरिदिनुहोस्, किनभने मेमोरेन्डम हामीले बिहार गभर्मेन्टलाई, सिक्किम गभर्मेन्टलाई, गभर्नर अफ सिक्किमलाई पनि हामीले मेमोरेन्डम चढाउँदैछौँ। त्यसले गर्दाखेरि तपाईँहरूले गर्नुभएको रेजिस्ट्रेसनमा जति एड्रेसहरू हुन्छ, फोन नम्बर्सहरू हुन्छ, त्यसमा हामीले अल इन्डिया बुद्धिस्ट फोरमको स्टेट च्याप्टरबाट एउटा अर्गनाइजेसनले चाहिँ ग्रुप खोल्दैछ र त्यो ग्रुपमा तपाईँहरूले हरेक मेसेज दिल्लीमा के हुँदैछ, बुद्धगयामा के हुँदैछ, महाराष्ट्रमा के र्याली भयो, त्यस पश्चात सिक्किममा भएको, फेरि भोपालमा छ, त्यसरी नै लद्दाखमा भइसकेको छ र सारा सिक्किमभरि यो चर्चा हामीले गर्दैछौँ। त्यसर्थ आउने 12 तारिक बुद्ध पूर्णिमामा बुद्धगयामा हामी पनि सहभागिता जनाउनेछौँ। 10 तारिक हामी सिक्किमबाट हिँड्दैछौँ बुद्धगयाको निम्ति र 11 तारिक माने छ र 12 तारिकको दिन बुद्ध पूर्णिमाको दिन सम्पूर्ण संसारभरिबाट नै बुद्धगयामा भेला हुँदैछ र 4 तारिकको दिन